वेलकम छ हजुरहरूलाई। देखि भ्लग बनाउन स्टार्ट गरेको बिना के भन्न चाहनुहुन्छ भन्ने सन्देश हैन यार। किन हो कि नबोलेको किन फर्सी जस्तो देखिनु भएको मन तल जानु भएको छ आउनुहुन्छ अहिले एकछिन त्यो करुवा बनाउनु जानु भएको जोड्ने जुत्नु लाग्यो साह्रो भयो पनि भयो अनि करुवा पनि भाँच्यो अनि अहिले चाहिँ जानु भएको छ बनाउनको लागि। अहिले हेरेको हिलो हिलो छ अनि भोलि साँझतिर भोलि बिहानदेखि गाइस होइन मकै लगाइदिने हो। ए हेलो गाइस सबैजनालाई नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला। आई होप म पनि सन्चै छु भन्न चाहन्छु। सानो मिनी ब्लगमा आजदेखि ब्लग स्टार्ट गर्न थालेको होइन। अब यही हो मकै लाउने सिजन चलिरहेको छ। गाउँघरतिर बसिसकेपछि सबैको काम यस्तै हो गर्नुपर्छ होइन। नराम्रो नसोच्नु होला। अनि यो चाहिँ यो किम्बुको बुट्टा हजुरहरू के भन्नुहुन्छ कमेन्ट गर्नु होला। यो बडारको बुट्टा हाम्रो बारीमा फेरि सबै कस्तो छ भने चाहिँ बहुत धेरै घाँसको बुट्टा छ कि कहीँ जानु पर्दैन। अनि बाख्रालाई चाहिँ यहीँदेखि नै सबै कुराहरू मिलिहाल्छ खानको लागि। अनि यो बाँसको बुट्टा पनि हाम्रै हो। म यहाँ छु मेरो घर माथितिर छ। यो बुट्टाले छेकेको छ अनि पछि ऊ पर अर्को पुरानो घर हो त्यसलाई त उक्काइसक्यो। अनि यस पछाडि चाहिँ ऊ त हल्का हल्का घर देखेको छ। त्यहाँदेखि त्यहाँ चाहिँ बजार छ। त्यहाँदेखि सिधै तल लास्टसम्म तलैसम्म छ बजारहरू। म चाहिँ हल्का बजारको साइडमा छु। यो बारी हो हेर्न सक्नुहुन्छ। अनि पछि के भनौँ त धेरै बोल्न आउँदैन गाइस होइन। कस्तो लाग्छ भिडियो कस्तो लाग्छ ब्लग कमेन्ट गरिदिनु होला। आजदेखि चाहिँ डेली ब्लग निस्किन्छ मेरो यहाँको मैले गर्ने काम। म कहाँ जान्छु के गर्छु कोसँग भेट्छु अनि म कस्तो छु भन्ने कुरा आजदेखि हजुरहरू सबलाई सेयर गर्नेछु गाइज होइन। यस्तो छ मौसम पनि पानी पर्यो रातभरि अनि पछि शीतलो गरिरहेको छ मौसम पनि। यही नै हो हिजो खोलेको त्यो सबै त्यहीँ छ साइडमा पनि राखेको छैन। उता तलको त्यो दुईवटा गडा चाहिँ हिजो लगायो। यो लगाउँदै थियो कि त्यो हल भाँचियो अनि पछि त्यस्तिकै छोडेर अनि छोडेको। हिजो साँझ फेरि पानी पर्ला जस्तो गरेको थियो र पानी परि पनि हाल्यो। अनि आज चाहिँ हिलो छ त्यति मिल्दैन होला। भोलि बिहानदेखि चाहिँ कन्टिन्यू दुईवटा गडा भ्याएको छ 1 2 3 4 5 6 7 8 9 10वटा गडा लगाउनु छ। एउटा गडामा पिडालु लगाइसक्यो अर्को गडामा बेसार लगाइसक्यो अनि माथितिर चाहिँ अब तरकारीहरू लगाउने हो। त्यो माथिको गडादेखि यो माथिको गडादेखि अनि पछि त्यस्तै त हो। अनि तल स्कुल छ स्कुलहरूमा पनि देखाउँछु हजुर सबलाई मेरो स्कुल यहाँको